तपाईँले जुन प्रकारले मलाई भोट दिनुभयो, भोट दिएर मैले यो तपाईँको सेवा गर्ने मौका पाएँ होइन। लास्ट इयर मैले जुन प्रकारले कमिटमेन्ट गरेको थिएँ, म आउँदाखेरि यहाँनिर पुरै बलुवा मैला थियो र मैले यो घाटको हेर्ने बित्तिकै मैले के देखेँ भने मेरो आन्तरिक हृदयबाट मैले यो चिज बनाउनु पर्दो रहेछ भनेर हाम्रो प्रधानसँग सरसल्लाह गरेँ। आज बडा दुःख लाग्यो। सबैभन्दा पहिला मेरो साथी नितेश सिंहलाई मैले निम्ताएको थियो। निम्ताउनु पर्दैन, उहाँको कल्चर आउनै पर्छ, तर उहाँको काकी बित्दाखेरि उहाँको पारिवारिक त्यो नहुनुपर्ने दुःख घटना भयो है, र उहाँ पार्टिसिपेट गर्नुभयो। विशेष धन्यवाद उहाँलाई दिन चाहन्छु, जुन प्रकारले उहाँले यो टाइल्स लगाइदिनु भयो है, त्यसको लागि विशेष हेर्नुहोस्। सबैभन्दा पहिला तपाईँको ठुलो महान पर्व, जहाँ मेरो बाई बर्थ म रिलिजनमा बुद्धिस्ट हो, म एउटा शेर्पाबाट बिलङ गर्छु, तर जब म यो जग्गामा छु, न मेरो जात छ न मेरो धर्म छ, म सबैको नेता हो। म बिहारी कम्युनिटीको नेता हो, मुस्लिमको म हो, हिन्दूको म हो, सिखको इसाईको सबैको म। त्यही कारणले गर्दाखेरि म यो कम्युनिटीलाई लास्ट इयर आउँदाखेरि मैले एउटा कमिटमेन्ट गरेको छु, यो गरौँला भनेर। जस्तै अब तपाईँले दिनेशजीले के कमी कमजोरी छ तपाईँले सोझो प्रधानलाई भन्नुहोस् है। अब जुन एउटा स्किम आज सेन्ट्रल गभर्मेन्टले रिलिज गरेपछि त्यो तपाईँको कमिटमेन्ट प्रोटेक्सन वाल जे छ हामी त्यो गराइदिन्छौँ। एकदम कुनै दुई मत छैन, किनभने मलाई लाग्छ सायदै यहाँ एकदम मैले भिजेर बसेको है यो कमिटीलाई म माया गर्छु। यहाँ मारवाडी धेरै कमी छ बिहारी कमिटीले, किनभने म धेरै भिजेको भन्दाखेरि यही कमिटीसँग छु। पहिलाबाट म निकै बसोबास गरेको, मभन्दा बेसी त झन् यहाँ अब सुमितज्यू मोटामोटी अब भोजपुरी राम्ररी बोल्नुहुन्छ, म र त्यति आउँदा बुझ्छु। तर पनि तपाईँहरूको यति ठुलो चाडमा है सबैले म समय लिन चाहन्न बेसी, किन भन्दाखेरि यो बल्ल बल्ल आएको तपाईँको ठुलो चाड हो। र म एज अ संयुक्त समष्टिको सभासदको पक्षबाट म भइन्जेल मेरो लिडरसिपमा तपाईँलाई केही कमी कमजोरी हुँदैन। तपाईँको केही कमी कमजोरी छ भने सोझै मेरो घरमा आउनुहोस्, यता प्रधानलाई भन्नुहोस्, तपाईँले मेरो लिडरै हो होइन, उहाँले सोझै तपाईँको समस्याको समाधान गरिन्छ। धेरै पनि तपाईँहरूलाई है यस 2025को जुन तपाईँको यो जुन तपाईँ उत्सव मनाउनु भएको तपाईँको संस्कृति तपाईँले बचाएर राख्नुहुन्छ, यसमा म आज यहाँ सहभागी हुनु पाउँदा यसको लागि म आफूलाई धेरै खुसी ठान्छु र गर्व ठान्छु। त्यही कारणले गर्दाखेरि फेरि पनि तपाईँलाई शुभकामना शुभेच्छा छ। यो पालि हामीले यति गरिदिएको छौँ, अर्को पालि हामी हेर्छौँ के कमी कमजोरी छ। तपाईँहरू कमिटीको लागि हामी हमेसा अब आज जति पनि लिडर छ तपाईँहरूको हमेसा दुःखमा होस् चाहे सुखमा हमेसा तपाईँको साथमा रहनेछौँ भन्दै मेरो दुई शब्द यी अन्तर। हजुर, तपाईँको च्यानलमा हामी भोजपुरिया समाजबाट तपाईँहरूलाई धेरै धेरै धन्यवाद। र आज यो छठ मैयाको महान पर्वमा यसरी हाम्रा 37 नम्बर समष्टिका श्री दावतेन्जी शेर्पाज्यू अनि सन्दु ग्राम पञ्चायतका श्री सुमित छेत्रीज्यू यस छठ घाटमा आइदिनु भएकोमा हामी धेरै उहाँलाई धन्यवाद दिँदछौँ। र विशेष उहाँले लास्ट इयर यसरी हामीलाई भोजपुरिया समाज यस छठ घाटमा आएर कतिवटा त्रुटि उहाँले देख्नुभयो र उहाँको त्रुटिमा हाम्रो छठ घाटमा यसरी व्रतीहरूलाई कति दुःख रहेछ। जसरी हाम्रो तल जमिनी स्तरमा अलिक उबड खाबड थियो र राम्रो टाइल्स लागेको थिएन, यहाँनिर टाइल्स त छिँदै थिएन र उहाँले यस वचन दिनुभएको थियो कि यहाँनिर म अर्को पालि आउँदाखेरि यस छठ व्रतीको लागि म टाइल्स लगाइदिन्छु। र यो जति पनि सजावट छ सौन्दर्यकरण छ यो सिँगार पटार उहाँको आफ्नो माध्यमबाट नै गर्नुभएको छ र सुमित छेत्रीज्यूको पनि यसमा ठुलो हात छ। र हाम्रो यहाँ भोजपुरिया समाजले नै हरेक साल नै गर्दै आएको, यसरी त होइन गर्दै आएको र हामी यथाशक्ति जति उठ्छौँ र त्यो अनुसारले हामी आफ्नो यथावत शक्तिले यसरी कार्यक्रम गर्दै आएको छौँ। र श्री दावतेन्जी शेर्पाज्यूले धेरै नै यहाँनिर गरिदिनु भएको छ र उहाँबाट हामी भोजपुरिया समाज अझै पनि आशा र अपेक्षा राख्छौँ कि केही त्रुटि कमीहरू इन फ्युचरमा अलिक पुरा गरिदिनु र उहाँलाई छठ मैयाको आसीन कृपा बनिरहोस्। उहाँले यसरी नै हामीलाई प्रदान गर्दै जाउँ र उहाँप्रति छठ मैयाको कृपा पनि बनिरहोस् भनी धन्यवाद दिँदै चाहन्छु।